निर्मला पन्त प्रकरण। यो एउटा नाम मात्र होइन, एउटा यस्तो घटना हो जसले केवल एक परिवारको संसार भत्काएन, बरु सिङ्गो राष्ट्रलाई हल्लाएर छोड्यो र देशको न्याय प्रणालीमाथि नै एकदमै गम्भीर प्रश्नहरू खडा गर्यो। यो कथाको सुरुवात हुन्छ जुलाई 2018मा पश्चिम नेपालको एउटा शान्त सहर कञ्चनपुरबाट। तर एउटा घटनाले त्यो सहरको शान्तिलाई भङ्ग मात्र गरेन, देशभरि आक्रोशको आगो नै सल्काइदियो। यो केवल एउटा अपराधको कथा मात्रै होइन, यसले एउटा गहिरो प्रश्न सोध्छ। आखिर कसरी एउटा घटनाले कानुन र न्यायमाथिको हाम्रो विश्वासलाई जरेदेखि हल्लाइदिन सक्छ? यो सबै कुरा बुझ्नको लागि हामीले त्यो दुःखद दिनमा फर्कनुपर्छ जहाँबाट यो सबै सुरु भएको थियो। दिन एकदमै सामान्य थियो। 13 वर्षकी निर्मला पन्त, जो सपनाले भरिएकी एउटी किशोरी थिइन्, साथीको घरमा पढ्न भनेर निस्किन्। हेर्दा त यो यात्रा कति सामान्य र निर्दोष देखिन्थ्यो, तर यसको अन्त्य भने त्यति नै भयानक हुन पुग्यो। हो, त्यो सामान्य दिन एउटा भयानक त्रासदीमा बदल्यो जब निर्मला घर फर्किनन् उनको खोजी सुरु भयो। अनि भोलिपल्ट उनको शव नजिकैको उखुबारीमा भेटियो। उनको क्रूरतापूर्वक बलात्कारपछि हत्या गरिएको थियो। तर निर्मलाको मृत्युको त्रासदी त एउटा सुरुवात मात्र थियो। वास्तविक सङ्कट त अनुसन्धान प्रक्रियामा देखियो, जसले न्याय पाउने आशालाई नै धमिल्याइदियो। अनुसन्धान सुरुदेखि नै गम्भीर त्रुटिहरूले भरिएको थियो। परिवारले छोरी हराएको रिपोर्ट दर्ता गर्न खोज्दा पनि ढिलाइ गरियो भन्ने आरोप छ। र सायद सबभन्दा गम्भीर गल्ती त तब भयो जब शव भेटिएकै दिन प्रहरीले निर्मलाको कपडा धोइदियो। यो त एक महत्त्वपूर्ण सम्भावित प्रमाण नष्ट गर्नु जस्तै भयो। र यो केवल एउटा गल्ती थिएन, यो त त्रुटिहरूको एउटा लामो श्रृङ्खला नै थियो। घटनास्थल सुरक्षित नराखिएको, प्रमाणहरू नष्ट गरिएको, अनि संदिग्धहरूलाई यातना दिएर जबरजस्ती बयान लिन खोजेको जस्ता गम्भीर आरोपहरू एकपछि अर्को गर्दै सतहमा आए। अनुसन्धानको सबैभन्दा ठूलो विरोधाभास सायद यही देखिन्छ। एकातिर प्रहरीले एकजना व्यक्तिलाई मुख्य अभियुक्त बनाएर उनले अपराध स्वीकारेको दावी गर्यो, तर अर्कोतिर डिएनए रिपोर्टले अर्कै कथा भन्यो। उनको डिएनए घटनास्थलबाट लिएको नमुनासँग मिलेन। यही एउटा तथ्यले प्रहरीको सम्पूर्ण अनुसन्धानमाथिको विश्वासलाई चकनाचुर बनाइदियो। अनुसन्धानमा देखिएको यस्तो चरम लापरवाहीले गर्दा न्यायको लडाईँ घटनास्थलबाट सडकमा आइपुग्यो। एउटा परिवारको त्रासदी अब सम्पूर्ण राष्ट्रको आन्दोलन बन्न पुग्यो। निर्मलाको कथाले देशव्यापी रूपमा यौन हिंसा र अन्याय विरुद्ध लुकेर बसेको व्यापक असन्तुष्टिलाई बाहिर ल्याइदियो। यो घटना अब केवल एउटा बालिकाको हत्या मात्र रहेन, बरु एउटा असफल र गैर जिम्मेवार प्रणालीको प्रतीक नै बन्यो। निर्मलालाई न्याय देऊ हो, यही नारा एउटा आन्दोलनको आवाज बन्यो। सडक, सामाजिक सञ्जाल र समाचारहरूमा जताततै यही आवाज गुन्जियो, जसले अपराधीलाई कारवाही र प्रणालीमा सुधारको जोडदार माग गर्यो। यो कुनै सानोतिनो विरोध प्रदर्शन थिएन। देशैभरिका सहरहरूमा हजारौं मानिसहरू सडकमा उत्रिए। उनीहरूले जवाफदेहिता र न्यायको माग गरे, र यो प्रदर्शनले सरकार र प्रहरी प्रशासनमाथि ठूलो दबाव सिर्जना गर्यो। सडकमा उठेको आवाज शक्तिशाली त थियो, तर त्यसले तत्काल न्याय दिलाउन भने सकेन। बरु त्यसपछिका वर्षहरूमा न्यायको खोजी झनै लामो र निराशाजनक यात्रामा बदलियो। वर्षौंसम्म एउटा निराशाजनक चक्र चलिरह्यो। भनौँ न, सरकारले छानबिन समितिहरू बनायो, केही अधिकारीहरू निलम्बनमा पनि परे, तर धेरैजसोले सफाई पाएर फेरि काममा फर्किए। आश्वासन र प्रतिज्ञाहरू त कति दोहोरिए कति, तर वास्तविक नतिजा भने शून्य नै रह्यो। 7 वर्षपछि 2025मा आएर गृह मन्त्रालयले फेरि नयाँ अनुसन्धानको आदेश दियो। यो आदेशले कतै न कतै न्यायको आशा जीवितै रहेको सङ्केत त गर्छ, तर यसले यो पनि देखाउँछ कि न्यायको यात्रा कति पीडादायी रूपमा लामो भएको छ। यति वर्ष बितिसक्दा पनि निर्मला पन्तको प्रकरण किन आज पनि उत्तिकै सान्दर्भिक छ? आखिर यो घटनाले हामीलाई हाम्रो समाज र प्रणालीबारे के सिकाउँछ? यो प्रकरण केवल एक हत्याराको खोजी मात्र रहेन, यो त प्रणालीगत परिवर्तनको माग बन्यो। यसले प्रहरी प्रशासनमा जवाफदेहिताको, महिला र बालबालिकाको सुरक्षाको र प्रतिष्ठाभन्दा सत्यलाई माथि राख्ने न्याय प्रणालीको तत्काल आवश्यकतालाई जोरदार रूपमा उठायो। अन्ततः निर्मला पन्तको कथाले एउटा पीडादायी यथार्थलाई उजागर गर्छ। जब रक्षा गर्ने संस्थाहरू नै असफल हुन्छन्, न्याय पाउनु कति कठिन, लगभग असम्भव जस्तै हुन्छ। र यसले हामीलाई एउटा गम्भीर प्रश्नको अगाडि ल्याएर उभ्याउँछ।
यति लामो ढिलाइपछि पाइने न्यायको आखिर अर्थ के रहन्छ? के यो साँच्चै न्याय हो वा केवल न्यायको छाया मात्र?